4 कप मैदा यो हाफ केजी भन्दा अलि बेसी हुन्छ यो एउटालाई चाहिँ म्याक्सिमम 3 भयो हैन नरभए कति भयो 5 भयो त 5 एकदम मैदा सट्टा मको जुला तर चाहिँ वो जुने चाहिँ ब्लक जुए चाहिँ भरेर धेरै मसिनो चाहियो पातलको पातल अन्दाज गर्ने गाह्रो तर भित्र फेरि त्यो हुन्छ होला नि जमेर बस्छ जम्नै परेन भने नजमेको त कहाँ कन्ट्रोल राखेर जेंग त्यस्तै हुन्छ सबै जग्गा जमेको छ त्यस्तै त्यो भन्दा पनि हैन कन्ट्रोल त्यो घोल्दाखेरि हैन कतिको पातलो छ भनेर अन्दाज गर्नलाई अलि गाह्रो हुन्छ के किन भन्दाखेरि कन्ट्रोल के घोल्ने पानी हो कि कन्ट्रोल मात्र पुगेको छैन भने नुन हाल्नु नुन हाल्नु एउटा फोक्सोलाई डिटा अन्डा जाओ अलि ठकी मानेको त्यहाँ छेकी के भन्नु पानी हाल्नु धेरै त्यो नगर्नु धेरै धेरै ठिक्का नगर्नु पानी हाल्नु गेकाहरू बसेको छ भने मिक्सर ग्राइन्डरमा झारेर बन्द भयो खुर्सानी जिरा ढुलो त्यो अदरसिन पेस्ट यताउता हाल्यो भने तपाईँको नुन मैदा र अन्डा मात्र मेरो तले किन खाइ मजो मेरो मर मसला त दिनु लगा सर एमएसजी राख्न मिल्दैन स्टेनर त्यो होइन सर मसलामा नुन र अजिनो नुन मात्र होइन अजिना नहाल्दा पनि हुन्छ ठिक छ यो चाहिँ फल परेको त्यो भित्र हालिदिन्छ त्यो माथि पाल पारेकोलाई साइड लगाइदिनु पर्यो ओ यही रहेछ त ल पल परेकोलाई युज गर्दैन यो किन युज गर्न लाग्यो भन्दाखेरि तपाईँको यो सेमी लिक्विड हो पुरै तरल होइन नि त यो एकछिन टाइम 10-15 मिनट जति छोडिदिनुहोस् होइन यो मैदाहरू छ नि अटोमेटिक पानीमा घुल्न जान्छ एकछिन छोडेर चाहिँ तपाईँ मजाले फिट्यो भने तपाईँले जुनसुकै परिस्थितिमा पनि तपाईँ ह्यान्डल गर्न एउटा ग्राइन्डर भयो एउटा ग्राइन्डर स्टेनर होइन अर्को चाहिँ के हो तपाईँ त्यो पिठो मुछेर 10 मिनट 15 मिनट छोडिदिनुहोस् अटोमेटिक त्यो सफ्ट हुन्छ तपाईँले फिट्दाखेरि चाहिँ मजाले त्यो विस्क गर्नु चाहिँ पर्दैन विस्क गर्नुपर्छ पर्छ तर छोडिसकेपछि फेरि फिट्ने के अब जताभारीको पिठो जस्तो है हतार छ भने ग्राइन्ड गर्यो हतार छैन भने ग्राइन्ड नगरौँ यसरी नै गर्दा राम्रो जस्तो लाग्यो ग्राइन्ड गरिराख्दा ग्राइन्ड गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि क्विक हुन्छ नि त एकदम चाँडो हुन्छ अझै अर्को एउटा फेरि बाँकी छ तरिका फेरि बाँकी छ काम गर्न चाहिँ होइन सजिलो बनाउने अर्को एउटा तरिका सबभन्दा सजिलो लास्टमा म फेरि भयो भने र यो छ नि यो स्टेनरले जुन यसरी गर्नुभयो होइन यसमा के गर्ने भन्दाखेरि पानी हालेर मजाले चलाउँछ के फरक पर्छ यो कति पार्न चाहिन्छ भने तपाईँ अन्दाजै गर्न गाह्रो हुन्छ अलिअलिबाट फोन यो सजिलो तरिका हो क्या यो भएन तर यो छ भने यस्तो गर्दा यो लिक्विड छ नि यो लिक्विडमा यसरी दबाउनुहोस् हो सर र पानी हुन्छ यो चाहिँ लास्ट हो सर तपाईँलाई यो एउटा बिर्सिएन भने पनि होइन काम गर्न एकदमै के बनाएको थियो त्यसले छान्नु पर्ने हो कि देशमा केही यसमा भर्ने क्रममा क्या फु गरेर
पनि नहुने हुन्छ होइन तर यो जस्तो इफेक्टिभ अर्को कुरा के भन्दाखेरि यो जुन यो नली छ हो नली धेरै लामो हुँदाखेरि तपाईँलाई काम गर्न सजिलो हुन्छ जब तपाईँको यो नली सानो हुन्छ तपाईँले न बाँड्न मिल्छ न छोड्न मिल्छ न के गर्न मिल्छ त्यसको लागि के चाहे डोरी चाहिँ स्ट्यान्ड बाई हुनु पर्यो अर्को कुरा के भन्दाखेरि जस्तो तपाईँले क्यारटदेखि लिएर जुन हाले पनि हुन्छ आलु अथवा चाहिँ मुला जे हाले पनि हुन्छ यहाँ ठ्याक्क बन्द हुनु पर्यो त्यो क्रममा पनि के हुनु पर्यो तपाईँको एटलिस्ट यति लामो हुनु पर्यो क्या थोरै मात्र यहाँ अलिकति मात्र टक्कर गरेर हाल्नु भएन सर पहिला त्यो सुपारी पनि हालेर गर्छ चाहिँ अलिक फ्ल्याटवाला चाहिँ डोरी है त्यो त्यो पाल बन्द गरेर जान्छ सल्लाह पहिला सुरु के देऊ प्रेस मगाएको राखे पनि हुन्छ प्लास्टिकै चाहिँदैन सुई सबै भरिन्छ किचनको पाला यो तपाईँलाई यो अप्ठ्यारो छ भने एकचोटि यो यदि काटिए पनि हुन्छ के फरक पर्दैन खै दिन त यो एउटामा जाला यसले हुन्छ सर यो विषयमा त यो सबै यो चाहिँ मुटु हालेर 2 लिटर मिनिमम घटीमा पनि 2 लिटर यो सबै यसैले जान्छ होला सबै यसैले जान्छ दुध लान्छ ला दाइ फार्म पुग्यो हो आज टोट निकाला दिन थामा वानिया हो प्रेसमा यो लिक्विडहरू त्यो गर्ने बेला त्यो हरेकपल्ट चाहिँ चलाउनु है किन भन्दाखेरि यो मुनितिर त्यो भएर हुन्छ यो नर्मली यो बुढी औलाले ट्याक्क यो बेस बनाउने होइन जसले गर्दाखेरि नहल्योस् क्या मलाई छ न सनी छौँ किन्तर गई क्या ओहो फुलेल नै थाना अझैले भन्दा चाहिँ सास बन्द गर्नुहोस् सर तपाईँको किन अनि त्यो पोखिँदै हाम्रो एक्सपर्ट भइदियो उसले त्यसो भने आम्बो टौलो नि जुल्ला परेन होला सर होइन थाप्नु न जान्छ होला नि तपाईँ राख्नु न समाएर सर परेन परेन प्लास्टिक सबै सिलेम हो भने तिलको तिल हो तिल के हो जस्तो यो भयो फ्याम्दे होइन यो समाज अघि मगाएको त्यहाँ जस्तो यो भयो होइन यसलाई के गर्ने भन्दाखेरि यो ठ्याक्क यो समात्ने हो यो पाइप हुन्छ यो पाइप चाहिँ टक्कभित्र हो ए त्यसमा अनि पोखिँदैन यसो म होइन यो यतिको भयो यो जुन यो समात्ने होइन ठ्याक्क यो लाइक गर्ने टक्क यो पुरै यसरी नसमाट्नु यो पुरै यसरी समात्दाखेरि के हुन्छ भन्दाखेरि यहाँ जब ब्लक हुन्छ नि त तपाईँले यताबाट प्रेस गर्दाखेरि जाँदैन यो यता चाहिँ ठ्याक्क टाइट गर्ने गरी अलिकति भित्र त्यो यता पाइपमा चाहिँ नसम्म खाली छु यो तपाईँको यो फुट्छ कि फुट्दैन भनेर कहाँबाट थाहा हुन्छ जुन यो यिनीहरू राम्रोसँग भरेको छैन नि त्यहाँबाट थाहा हुन्छ है जस्तो यिनीहरू सबै कम्प्लिटली भर्यो भने चाहिँ तपाईँले त्यो उ गर्दाखेरि भ्याएर कुनै कुनै बेला चाहिँ यो साइड साइडबाट फरेर फोकाउँछ त्यो भयो भने केयरफुल हुनुपर्छ भरेको मिलेन भने चाहिँ साइड साइडबाट जस्तो यो अनि यो के भन्छ तपाईँले प्रेसर दिएर जुन भर्नुभयो नि यो निकाल्ने क्रममा चाहिँ एकदम ध्यान दिनुपर्छ है यो ऊ यस्तो माथि मिया होला त लागि छ है ढोकै माने ला चाल जाँदैन भन्ने वानी डोको वानी त हैन छ ओ छ यान्छु रिन्देला होइन अब फेरि मैला ल्याउने फेरि चावडा अन्डा राखेको र एउटैमा गयो नि दुईटा राखेको एकछिन वो अस्ति हामीले ठाउँ लग्छु ल
त्यो उ खनाउँछ ल भइसक्यो ए बच्चालाई गरे जस्तै बच्चा जन्मिने बित्तिकै डाक्टरले प्याक 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 टुक्रा खला फोक्सो सब ल्यान्छ त्यहाँ मुख तो 70 किलो 80 किलो दम उचाल्दा यो मुटु निकाल्दाखेरि त्यहाँबाट छुयो यसरी मुटु ननिकाल्नु मैं पढ़ के जी खोला माकुई हुआ माथि अलिकति बस्छ जमान्या छ तैला यो अझै पुगेको छैन है अझै पुगेको छैन सिधिसके यहाँ यो अझै पुगेको छैन कस्तो ठाउँ हुन्छ जुन यो छ नि यो यिनीहरू चाहिँ पुरै टक्कै भन्छ बल मैदान मोले तैयो लाग्यो प्याट लाग्यो बाटन कता 12 पेट थोरै मात्र आयो बाँकी छ सर भर्न फेरि अलिकति बाँकी रहेछ सर आज यो फोक्सो खान पाउने हाँ सधैँ थम फोक्सो नै खाने ए मोले के गर्नु पर्यो भन्दाखेरि त्यो भाँडा चाहिँ ठ्याक्क यो पक्ष डुब्ने टाइपको रहेछ हो कुकरमा भए पनि हुन्छ त्यो कुकर हुन्छ नि 14-15 मिनटको कुकर होइन त्यो भए पनि हुन्छ अर्को यो मोमो के गर्नु पर्यो भन्दाखेरि यो एकछिन रोने चोक्ने तलको पाक्छ अलि किन यसो गरेको छ यो मुनिको नत्र यो वेटले गर्दाखेरि तल जान्छ होइन अनि टाँसिन्छ यो मुनि चाहिँ सबै टाँसिन्छ होइन त्यसले गर्दाखेरि त्यो के हाल्ने पनि अन्त पनि तपाईँको यो वेटले गर्दाखेरि होइन यस्तो त मुनि ट्याक्क बस्नु जाने भयो त्यो हिट मुनि हुन्छ होइन त्यसले गर्दाखेरि के हुन्छ र पानी चाहिँ यति हुनुपर्छ कि यो होइन योभन्दा बढी हुनुपर्छ हुनु पऱ्यो क्या थप्ने कि के गर्ने सर अब कहिले हो पुग्यो सर आज यतिमै पुर्याउनु अब तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि अर्को स्टेप जुन यो मस्तले यसरी घुमाउनु हो अहिले हो दुरु त ढेको छ 3 लिटर दुनियाँ माया माया यसरी घुमाउनुहोस् होइन अर्को कुरा चाहिँ लास्टको स्टेप चाहिँ के हो भन्दाखेरि जुन तपाईँले यो यहाँनिर ब्लक भयो हो यो ब्लक भएकोलाई चाहिँ टक्क आनन्दले चाहिँ यो पानीमा यसरी घुमाउनु सकेसम्म चाहिँ नछोड्ने हो जब यहाँनिर चाहिँ यो हिटले गर्दाखेरि त्यहाँ ब्लक हुन्छ होइन त्यसपछि चाहिँ सेभ भयो हामी बाहिर निस्किँदैन यो गर्ने क्रममा पनि तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि यो ब्रेक टाइममा चलाएर वो पनि के नि दुरु त ढेके मलाई ठन्डा आँटै ढेकाउलो स्वाद के पनि छ सुमा बिल त दुकाएको छ म चाहिँ चिल्ली गरेर खाएको छ चिल्ली खाएको छ तपाईँले यो के गर्नु पर्यो भन्दाखेरि होइन यो टाइममा यो मजाले चलाइराख्नु पर्यो हो धेरै त्यो प्रेस नदिने कि प्रोसेस चाहिँ कन्टिन्यू गरिरहनु यो जुन पानी उम्ले छैन नि यसमा हो पानी नउम्लेसम्म चाहिँ तपाईँले यो कन्टिन्यू यो साइडमा के बोसो यसमा निस्केको बोसो यसमा त्यो फोक्सोमा भएको चाहिँ त्यो फोहोरहरू आज स्पेसल फोक्सो चाहिँ सबैको ध्यान केन्द्रित भयो तपाईँहरूको चाहिँ त्यो प्रोसेसहरू कम्प्लिट नभयो अहिले खाएको थिएन पहिला पालि न भर्या हुँ तर थुलिताको फुले मुजुको खाना यंत्र नानी में उपजी को जी जगह जिचु में आफ्नो छे भर्याले बिल तर नआए तला मतला छकाउनु भुको हेर्नु हैन फोक्सो आयो न हेर्नु हैन एकछिन अलि बाहिर राख्नु पर्ने थियो के रे सबै जाने फेरि त्यो अर्कोमा बाजी हान्नु न त
होइन यो धेरै ठुलो गरेर हात पोलेर चाहिँ नली भनेको कुन सर खाना नजानेलाई मात्र Aku nasi yang dah, kau yang nak orang kerja macam tu. Bos yang nak lah, bos orang yang payah nak lah. यो कसैलाई चाहिँ नलीहरू मन पर्दैन होइन कसैलाई मन पर्छ त्यो आफ्नो ठाउँमा छ तपाईँले त्यो गर्ने होला यो नली होइन यसरी हुन्छ यो पनि छ नि तपाईँको यो पार्टहरू छ नि यो ट्याक्क यो पिसहरू यिनीहरू टक्क छुटाउनुहोस् होइन जसले गर्दाखेरि तपाईँले पिसहरू राम्रो बन्छ है पुरा च्याउ यहाँ होला त्यो अघि जस्तो यो जोइन हुँदाखेरि तपाईँको काट्ने होइन कुनै त्यो छुट्छ क्या त्योसँग पिसहरू सत्त छुटाइदिनुहोस् त्यसपछि चाहिँ तपाईँलाई जति साइजहरू चाहिन्छ हो त्यो साइज अनुसार तपाईँले यो पिसहरू सर यो दुधवाला कि पानीवाला त्यही त केही पनि छुटेन होइन यो पनि होइन तपाईँले चाहिँ त्यो ग्रिल मात्र गरे पनि हुन्छ होइन डिप फ्राई गरे पनि हुन्छ एज अ सोटे मात्र गरे पनि हुन्छ यस्तो गरे पनि हुन्छ है ओ गाला बेसन बेसन यो यसरी चाहिँ चत्त त्यो भन्नुहोस् यो छ नि यो अझै अलिकति पाकेको है हेर्नुहोस् यो अझै अलिकति पाकेको मेरो हल्का चाहिँ भएको यो पातलो छ नि कन्फ्लोर यो गर्दाखेरि चाहिँ होइन कन्फ्लोर यो ब्याटर बनाउँदाखेरि भुलेर पनि मैदा चाहिँ हाल्नु नहाल्नु मैदा हाल्यो भने यो जति क्रिस्पी हुनु पर्यो यसमा जान्छ साल यो त अलरेडी हाम्रो क्रिस्पीको व्हाइट पेपर जीरा पाउडर यसमा नुन टकै छ यो स्टप गरेको मतलब यो जिराको धुलो मसाया नेम्डे खोर्सानीको धुलो यो चाहिँ धुलो हाल्नु पर्ने हुन्छ पढ्नु धुलो हाल्दियो अहिलेसम्ममा जबरजस्ती खाइरहेको अन्डा अन्डा चाहिँ यो भिज्ने गरी मात्र यसलाई तपाईँले यो मिनिमम यतिको चाहिँ हुनु पर्यो मिनिमम यतिको गोल्डन ब्राउन हुनु पर्यो होइन यतिको चाहिँ यो अझै गरेको धेरै चाहिँ गर्नु भएन मिनिमम यतिकोमा चाहिँ बेटर हाल्यो दुधवाला नि भनेको चाहिँ झाँदै जाने पक्षमा पहिला मात्र कम जो आयो